पनि पञ्चशील छौँ पञ्चशील पाँचवटा शिवहरूको नियम पालन गर्छौँ। अनि यो पालीमा पढ्छु, यो पाली चाहिँ पछि पछि भन्ने अनि म त्यसको चाहिँ अर्थ चाहिँ नेपाली तपाईँले भन्नुपर्छ है। वेरमणि शिक्षापदं समाधियामि। त्यो भनेको प्राणी शिक्षापदलाई पालन गर्नेछु। अदिन्नदाना वेरमणि शिक्षापदं समाधियामि। त्यो भनेको चोरी नगर्ने शिक्षापदलाई पालन गर्नेछु। कामेषु मिथ्याचार वेरमणि शिक्षापदं समाधियामि। परस्त्री भन्ने शिक्षापद। मुसावाद वेरमणि शिक्षापदं समाधियामि। इदं मे शीलं आसवय अहं भूतु इदं मे पुण्यं निब्बालस्य अचयो भूतु इदं मे पुण्यं सत्ते सत्ता अनुमोदनीय सुखिता भवन्तु। सबै शास्त्रै साधु साधु साधु। तपाईँले भन्नुपर्छ तपाईँले बस्नुहोस्, म यहाँ है। यो साधु साधुहरू चाहिँ के हो बुझ्नुपर्छ। साधु साधुहरू चाहिँ पाली भाषामा तपाईँले मेरो सहमत छ अनि तपाईँले ठिक भन्नुभयो भनेर यस्तोमा चाहिँ तपाईँलाई धन्यवाद। यस्तो कुरामा चाहिँ साधु साधु है साधु साधु त्यो समन्त चक्रवालेश्वर संकुल्यवता सतमं निरादश सोमं सतमपदं धम्म स्मरणकालवयं वदन्त धम्म स्मरणकालवयं वदन्त धम्म स्मरणकालवयं वदन्त। समस्त चक्रवाकोचारे दिशा वैपरी चक्रवालेषु दशरथ चक्रवाको अन्तर्गतभित्र वसन्त आफ्नो निवासमा बसोबास गर्नुहुने भगवान तथा सम्यक समृद्धको सद्धर्म परिता सद्धर्मनाश्वरम स्वर्ग मुक्ति मोक्ष प्राप्ति गर्न सक्ने यस बेला परिपूर्ण श्रवणकाल परितार धर्म श्रवण गर्ने समय भएको हुनाले एक गणहरूको यस परितार गर्ने स्थानमा एकजुट भई मिलेर आउनुहोस्। साधु साधु साधु। मैले साधु साधु हुन्छ तपाईँले साधु साधु नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स ये सन्त चित्ताति शरण शरणायुक्तलोकन्तरे वा भूमा च देव पूर्वगणः गणारभ्यैवक्त सत्वं कालम् एके आयतु देव वरं कनकमय मेरो राजेव सन्तु हेतु मुनिवर वचनं स्वस्तु मग समर्थ सर्वे चक्रवालेषु यज्ञदेव च ब्रह्माणो यं अम्येहि ततं पुण्य सर्व संपत्ति साधकं सभ्यते अनुमोदित समग्र शासनरत पनागरहिता हुन्तु सारकासु विशेषतो शासनस्य च लोकस्य बुद्धिर्भवतु सर्वदा शासनं
रक्षन्तु सर्वदा सन्ति भवन्तु सुखी सर्वे परिवारैः पतनो अनेकसमानः भवन्तु सः सर्वैः यान्ति रजतो वा पुरतो वा मनसत्तो वा अहो न सत्तो वा हितो वा उदकत्तो वा किचासत्तो वा खड्गत्तो वा कण्ठकत्तो वा नकत्तो वा जनपदरुतो वा असद्धम्मतो वा असंदिक्षितो वा असपुरीसत्तो वा चण्डभक्ति असमिगमणपुरा अहिविचिकमणिषपदीपि अच्छतरच्छ सुकरमहिंसा नयखरखसादिहि नानाभेतो वा नानारवतो वा नाना उपदवतो वा अरखं गणहन्तु एतेन सच्चवचेन सतीति होतु सर्वदा एतेन सच्चवचेन सतीति होतु सर्वदा एतेन सच्चवचेन सतीति होतु सर्वदा नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स यस्यानुभावति यत्र देवो तस्मिति विसनं येनेव मुञ्जन्तुरतीतिनं मतन्दिनु सुखं सुखति सुष्ठो च प्राकृतिं न पश्यति एवमादिरूपेतं परिणमहे पाणि मत्तकुसुमेन यन्तारसन्तं पदम् अविसन्यच्च सप्पोदु च सुदु च सुवचो च मोदु अनितिमानि सत्तुस्वरो च सुवरो च अपकिचु च सल्लहो बुद्धि सन्त्री सन्तिन्द्रियो च निपको च अपवतो लेशो अनुनिगिद्धो न च बुद्धमाचरे किञ्चियेन मुन्युकोले उपदवयो उपवदयो सुखिनो वा किमिनो हन्तु सर्वे सत्ता भवन्तु सुखी तथा ये केचित् मानभूतक्षी वा वा अनावशेषातिथा वा एव वहन्त वा मध्यमारसकर्णपथूला दिग्धा वा एव दिग्धा ये च दूरे वसन्ति अविदूरे भूत वा सम्भवेशि वा सर्वे सत्ता भवन्तु सुखी तथा न पूर्णपरम् निको बेधनाति मनथा कथाचि जिनं पंचि व्यारोसना पटे गसन्या नानन्दस्स दुःखमिच्छे माता यदा यथा नियतं आयुषा एकपुत्रमनुरक्षि एवं सर्वभूतेषु मानसं भावयपरिमाणं नेतं च सर्वलोकसम्मानस्य भावयपरिमाणं बुद्ध अग्रोपचातिरियं च असंवादं वेदं असपत्नं इत्थं तरं शिनो यास्यनो यायात्यावतास विरतमिद्दो एतं सति अदित्येय ब्रह्ममेतं विहारयमादु विचिं च अनुपगमाशिरवदस्सनेन सम्पन्नो कामेषु विदायिद्धं मयि जातु गप्पसे पुनरित्तिति एतेन सत्सवजेन सतीति होतु सर्वदा एतेन सत्सवजेन सतीति होतु सर्वदा एतेन सत्सवजेन सतीति होतु सर्वदा साधु 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 मैले एतेन सत्सवजेन भनेपछि एउटा सूत्र छ भने साधु साधु भनेर चाहिँ नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स अभिज्ञानं शुभमिमो अशुभिज्ञानं शुभमिमो गाये अशुभतो वस्सम् अशुभं धारयति वर्णसंस्थानगन्धे ये आशयोगासतो तथा पटिकुलानिकाये मे पुणपानि विशूलस पतम हापि पराजितुत्संकाय निश्चितं आधारो हि सुचितस्य गायतु पुणपेतिथं निधे किमि वा काययम् अशुचिं समुचितो अन्तो अशुचि सम्पूर्णो पूर्णवच्च वचकुचि उये अशुचि सन्दते नित्यं यथा मेधकथलिका नानाति किमि कुलवासु पठपक्क चन्दनिका वये गन्धभूरु
Pate Kicho Ti Kucho Pabhinna Bhuna Upamoti Ekena Satsavajena Satiti Hotu Sabada Ekena Satsavajena Satiti Hotu Sabada Ekena Satsavajena Satiti Hotu Sabada Sadhu 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 Pabatati Patulya Saya Sampatiyakam Paripavaya Sampasanghavai Bhamarasati Mahasampati Sampati Sampathaya Yatha Satta Madaina Tatha Aham Marisani Varna Maram Mam Yasati Uppati Asahi Vedam Mam Agatam Sada Marathaye Upasam Vada Uriye Yasati Pisakam Ani Bhattakam Sattatam Satam Divitam Udayatam Suri Uriye Dhavati Biju Bhul Usaya Vadarasi Parikhyam Dhatapo Varikutasya Sapatha Pi Aradiyo Suye Satham Punyati Buddhi Buddhe Jinadayam Dhate Simaram Jipon Katu Badi Sakya Katha Vatsa Kanan Jamaya Vadita Jatu Padava Mara Maramine Sani Marman Etena Satsavajena Satiti Hotu Sabada Etena Satsavajena Satiti Hotu Sabada Etena Satsavajena Satiti Hotu Sabada Sadhu 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 Iti Piso Bhagava Hamsama Sambuddho Vita Charana Sampano Sugato Lokavidu Anutarayo Puri Sudhamma Sarati Satkadeva Manasanam Buddha Bhagavati Sagato Bhagavata Dhammo Samichiku Akaliku Yadipasiku Upaniku Patsa Kamveditabbo Munhyuti Supatipanno Bhagavato Savaka Sangho Ujupatipanno Bhagavato Savaka Sangho Yaya Patipanno Bhagavato Savaka Sangho Samati Patipanno Bhagavato Savaka Sangho Yedi Dantattari Purisa Yudani Artha Purisa Pugala Yesa Bhagavato Savaka Sangho Ahuneyo Pahuneyo Datsiniyo Anjali Paramiyo Anakaram Punya Kirtam Loka Sati Ekena Satsavajena Satiti Hotu Sabada Ekena Satsavajena Satiti Hotu Sabada Ekena Satsavajena Satiti Hotu Sabada Sadhu 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 Namo Tassa Bhagavato Arahato Samma Sambuddhassa Yang Dhammittam Agamalam Samyutamana Pusa Prasasaddu Papa Gahoda Sripinna Apantam Buddhanu Bhavena Abhinasamintu Yang Dhammittam Agamalam Samyutamana Pusa Prasasaddu Papa Gahoda Sripinna Apantam Dhamanu Bhavena Abhinasamintu Yang Dhammittam Agamalam Samyutamana Pusa Prasasaddu Papa Gahoda Sripinna Apantam Dhamanu Bhavena Abhinasamintu Dukkha Patacani Dukkha Bhaya Patacani Bhaya Sokha Patacani Sokha Hantu Sabbe Piparino Heta Vataca Amhe Sambatam Punya Sambatam Sabbe Devana Madantu Sabba Sampati Siddhya Dana Dadantu Saddaya Siddham Rakhantu Sabbada Bhavana Hirathantu Tasana Devakata Sabbe Buddha Balapata Patse Kanan Sayambam Arham Tanjena Rakham Vandami Sarvasu Yengici Vittam Idam Bhavan Vasage Survaratanam Paritam Nano Samavasti Tathavatena Idam Pi Buddhi Ratanam Paritam Yatena Satsena Savitti Hotu Yengici Vittam Idam Bhavan Vasage Survaratanam Paritam Nano Samavasti Tathavatena Idam Pi Dhamme Ratanam Paritam Yatena Satsena Savitti Hotu Yengici Vittam Idam Bhavan Vasage Survaratanam Paritam Nano Samavasti Tathagatena Idam Pi Sangera Idam Pi Sangera Tanam Paritam Yatena
सचेन सुविद्धि होतु भवतु सर्वमङ्गलमङ्गलं सर्वदेवता सर्वप्रदानं सदा सती भवन्तु ते भवतु सर्वमङ्गलमङ्गलं सर्वदेवता सर्वप्रदानं सदा सती भवन्तु ते भवतु सर्वमङ्गलमङ्गलं सर्वदेवता सर्वसमानभावेन सदा सती भवन्तु ते महाकरुणे गुणादुहिताय सर्वपाणिनं पुरेन्द्रपाणि पुरेन्द्रपाणि सर्वपद्मसंभोधिमुतम् एतेन सत्सवचेन सतिर्होतु सर्वदा जयन्तु पदीयमूले सख्यानां नन्दिगुणलो एवमेव जयहोतु जयेषु जयमङ्गले अपारजितपुलङ्कशिशे पुत्रविपुङ्गले अभिषेके सपदानपदपमोदति सुनभक्तं सुमङ्गलं सुप्रभातं सुमुचितं सुखदो सुमभुक्तो च श्रेष्ठं ब्रह्मचार्येषु उपदेक्षणं कायकमं वाचिकमं उपदेक्षणं मनोकमं पण्डिते पदीक्षणे पदीक्षणानि कृत्वा न लभन्ते पदीक्षणे ते अखिलतश्रेष्ठविद्या बुद्धशासने भगवतसुखितवन्तु सह सभ्येभियादिभिः ते अर्थवत्ता सुखितविरुलबुद्धशासने अशोकसुखितभोगो सह सभ्येभियादिभिः ते अर्थवत्ता सुखितविरुलबुद्धशासने भवयसुखितभोगो सह सभ्येभियादिभिः एतेन सच्चवचेन सुखितहोतु सर्वदा एतेन सच्चवचेन सुखितहोतु सर्वदा एतेन सच्चवचेन सुखितहोतु सर्वदा साधु 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 नमामि बुद्धं गुणसागरं सत्ता सदा भवन्तु सुखी अबेरा कायो जिपुषु सकलो दुर्गन्धो रक्षन्ति सभ्ये मरणं नमामि धम्मं सुगतेन देशितं सत्ता सदा भवन्तु सुखी अबेरा कायो जिपुषु सकलो दुर्गन्धो रक्षन्ति सभ्ये मरणं नमामि संघं मुनिराज सार्वभं सत्ता सदा भवन्तु सुखी अबेरा कायो जिपुषु सकलो दुर्गन्धो रक्षन्ति सभ्ये मरणं सभ्ये संखारानुचाते यदा पन्य पश्यति अथ निविन्दति दुःखे यस मग्गु विशुद्ध्य सबै संस्कार अनित्य हुन् भनी प्रज्ञाले बोध भएपछि यस्ता पुरुषलाई संसारप्रति वैराग्य हुन्छ यही नै विशुद्धि मार्ग सभ्ये संखार दुःखते यदा पन्य पश्यति अथ निविन्दति दुःखे यस मग्गु विशुद्ध्य सबै दुःखका कारण अनित्य हुन् भनी प्रज्ञाले बोध भएपछि त्यस्ता पुरुषलाई संसारप्रति वैराग्य हुन्छ यही नै विशुद्धि मार्ग सभ्ये संखारा नत्ताति यदा पुण्य पश्यति अथ निविन्दति दुःखे यस मग्गु विशुद्धि सबै अनात्माहरू अनित्य हुन् भनी प्रज्ञाले बोध भएपछि त्यस्ता पुरुषलाई संसारप्रति वैराग्य हुन्छ यही नै विशुद्धि मार्ग साधु साधु दाहिने पारेर 3 पल्ट घुम्ने म यहाँ पढिरहन्छु है घुम्न सुरु गर्नु 3 पल्ट घुम्नुहोस् है अनिच्छा उपजितका निर्वन्ति त्यसं सबै संस्कार अनित्य हुन् उत्पत्ति हुने विनाश हुने यो स्वाभाविक धर्म हो उत्पत्ति हुने विनाश भएर जाने संस्कार धर्मलाई नष्ट गरी पठाउन नै परम शुभ हो दुःख उपादाय धमिलो उपजितता निर्वन्ति त्यसं
सबै दुःख धर्म अनित्य हुन्, उत्पत्ति हुने र विनाश हुने यो स्वाभाविक धर्म हो। उत्पत्ति भई विनाश भएर जाने संस्कार धर्मलाई नष्ट गरी पठाउने नै परम सुख हो। अनात्मवक्ता संघावा उपादवै धम्यु उपजित्ता निर्वचन्ति येषां दुःखसं। सबै आत्मा धर्म अनित्य हुन्, उत्पन्न हुने र विनाश हुने जो स्वाभाविक धर्म हो। उत्पत्ति भई विनाश भएर जाने संस्कार धर्मलाई नष्ट गरी पठाउने परम सुख हो। अन्धदानी भिक्षवे अमन्तयानि वया धर्म संघार अपमादेन सम्पादे। साधु पछि चाहिँ सबैले सुन्नुहोस्, यो सबैले तल राख्नुहोस्। मैले हे भन्छु, तपाईँ चाहिँ बाबा भन्नुहोस् अथवा चाहिँ श्रीमान भन्नुहोस् होइन। अनि मैले जे भन्छु त्यो हे भन्दा तपाईँ सानो पुऱ्याउनुहोस् है। हे मबाट मेरो छोरी मबाट विगतमा जानमा मबाट केही गल्ती भएको भए मलाई अनजान सम्झेर क्षमा दिनुहोस्। साथै पनि क्षमा दिएँ। पञ्चमा गर्नुहोस् 3 पद है। पञ्चमा 3 पद है। यसरी बुद्ध भगवान् त्यसरी नै बाबा 3 पद। पानी हुन्छ अनि धारामा पुरै बस्ने सबै सँगै पनि केही फरक पर्दैन। धारामा अनि बाहिर कुनै अनुवादन गर्ने कि अब हामी सबै काम गरिसक्यो। पानी है सुरु गर्नुहोस्। मैले पढेको
सिद्धिया एटा उटा च अन्येहि सम्पदं पुण्य सम्पदं सर्वे सतानुमोदन्तु सर्व सम्पत्ति सिद्धिया एटा उटा च अन्येहि सम्पदं पुण्य सम्पदं सर्वे भूतानुमोदन्तु सर्व सम्पत्ति सिद्धिया साधु 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 बुद्धं शासनं चिरन्ति ठट्टु सदमो लोको होतु सुखी सदा बुद्धं शासनं चिरन्ति ठट्टु सदमो लोको होतु सुखी सदा बुद्धं शासनं चिरन्ति ठट्टु सदमो लोको होतु साधु 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 ल यहाँको सबै सिद्धि है अब उहाँले कृष्णले धेरै गर्दैन थोरै मात्रै गर्छ अब हामीले खोल्दैन उहाँ चाहिँ किलोमिटरमा खोल्दैन है अहिले यही हो हेर्ने But the body, when you depart from here, Vale, no.
Tolerasi.
स्क्रिन मार्फत उपस्थित सम्पूर्ण महानुभावज्यूहरूमा नमस्कार। सर्वप्रथम म अत्यन्तै महत्त्वपूर्ण कुरा यो हेल्थ सेफ्टीको बारेमा भन्न गइरहेको छु।
हजुरहरू आउने जुन यो मेन ढोका छ, मेन ढोकाको लेफ्ट साइडमा टोयलेट बाथरुम, टोयलेट लेडिज जेन्ट्सको लागि छ र यहाँ जति पनि यो फायर एक्जिट लेआउट छ त्यही अनुसार हजुरहरूले फलो गर्नु होला र हजुरहरूले केही समयको लागि मोबाइलको स्विच अफ गर्नु होला अर्थात् साइलेन्समा राखिदिनु होला र हाम्रो आजको यो जुन अन्त्येष्टि कार्यक्रम मा लास्ट सबैजनाले हार्दिक श्रद्धाञ्जली अर्पण गरिसकेपछि यो यता देखाएको बाटो भएर निस्किनु होला र त्यहाँनिर हामीले एउटा धुप बालेर होइन चोखिने त्यहाँ व्यवस्था गरेका छौँ। सबैजना त्यही चोखिएर निस्किनु होला र त्यसपछि हामीले कार पार्कमा चियापानको व्यवस्था गरेका छौँ र सबैजनालाई चियापानमा सहभागी भइदिनु हुनको लागि विनम्र अनुरोध छ र त्यसपछि यो हलभित्र बस्नु भएको छ हजुरहरू कृपया सरसफाइ अत्यन्तै महत्त्वपूर्ण हुन्छ, ठुल्ठुलो कुराहरू नखसालिदिनु होला र यति नै खाद्य सेफ्टीको बारेमा र म आजको अन्त्येष्टि कार्यक्रम अगाडि बढाउन गइरहेको छु। आजको अन्त्येष्टिमा आसीन हुनुभएका स्वर्गीय वीरबहादुर थापा खाम्चाज्यूको प्रिय धर्मपत्नी टीकालक्ष्मी खाम्चाज्यू, उहाँका सुपुत्रहरू, बुहारीहरू, उपस्थित नाति अनि परिवारका नातिहरू अनि परिवारका आफन्त सदस्यज्यूहरू, एमयुके रिडिङ ब्रान्चका ब्रान्च चेयरम्यानज्यू, विभिन्न सङ्घ संस्थाका प्रतिनिधिज्यूहरू, विशिष्ट व्यक्तित्वज्यूहरू, अफिसर साहेबज्यूहरू र अन्य उपस्थित सम्पूर्ण महानुभावज्यूहरूमा आजको यस अन्त्येष्टि कार्यक्रम सञ्चालक मगर एसोसिएसन युके रिडिङ ब्रान्चका सचिव म तुलपुनको न्यानो अभिवादन टक्राउँदै यस कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत गर्दछु। बेलायतको अत्यन्तै व्यस्तताको बावजुद पनि आजको अन्त्येष्टि कार्यक्रममा सहभागी भएर अमूल्य सहयोग पुर्याउनु भएकोमा शोकाकुल परिवार र आजको यस कार्यक्रम आयोजक मगर एसोसिएसन युके रिडिङ ब्रान्चको तर्फबाट धन्यवाद टक्राउँदै अमूल्य सहयोगप्रति हार्दिक आभार प्रकट गर्दछौँ। स्वर्गीय वीरबहादुर थापा खाम्चाज्यू र परिवारप्रति यहाँहरूले दिनुभएको असीम माया, सद्भाव, सहानुभूति तथा सहयोग सहकार्यका साथै हजुरहरूको गरिमामय सहभागिताले शोकाकुल परिवारलाई यस दुःखद परिस्थितिबाट उन्मुक्ति साहस प्राप्तिको लागि थप प्रेरणादायी बनेको हामीले महसुस गरेका छौँ। र यस धरतीमा जन्म भएपछि अन्त्य मृत्यु पनि हुन्छ नै, त्यसलाई कसैले पनि रोकेर रोकिन्न। यसै प्रसङ्गमा एकजना कवि शिरोमणि लेखनाथ पौडेलजीले लेख्नुभएको कविताको सानो अंश यहाँ हजुरलाई सुनाउँदाखेरि सान्दर्भिक हुन्छ भन्ने मैले लिएर सुनाउन गइरहेको छु। कविता यस प्रकार छ। आयो टप्प टिप्यो, लग्यो मिति पुग्यो, तारेर टर्दैन त्यो, इन्द्रै बिन्ती गरून् झुकेर पदमा, त्यो बिन्ती मान्दैन थियो। जब मानिसको अन्तिम गन्तव्य तय हुन्छ,
त्यसपछि यमराज यति निर्मल तरिकाले प्रस्तुत हुन्छन् कि न उसले धनी गरिब साना ठुला राजा प्रजा कसैलाई भेदभाव गर्दछ न त उसले भुल्दछ न त औषधि अस्त्रबाट नै डराउँछ। यहाँसम्म कि स्वर्गबाट राजा इन्द्र आएर झुकेर बिन्ती गरे पनि उसले मान्नेवाला छैन। हो आज हामीलाई ठिक यस्तै भएको छ। नेपालमा पाल्पा जिल्ला बगनासकाली गाउँपालिका 5 भर्तुङमा जन्मनुभएका र हाल वेस्ट रेडिङमा बस्दै आउनुभएका आर्मी नम्बर 2116 2611 पोखरेल स्वर्गीय वीरबहादुर थापा खाम्चाजीको आफ्नै निवासमा 14 जनवरी 2026मा अकस्मात हामीबाट सदाको लागि बिदा हुनुभयो। उहाँको यो अकल्पनीय र असामायिक निधनले हामी स्तब्ध भएका छौँ। यस दुःखद घडीमा अत्यन्त गहिरो समवेदना व्यक्त गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ। दिगम्बर आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवार र आफन्तजनहरूमा धैर्य धारण गर्न सक्ने शक्ति मिलोस् भनी भगवानसँग प्रार्थना गर्छु। र यसै क्रममा मैले स्वर्गीय वीरबहादुर थापा खाम्चाज्यूको जीवनीको बारेमा प्रकाश पारिदिनको लागि म रिडिङ एमएलके रिडिङ ब्रान्चका वर्तमान प्रेसिडेन्ट तथा सल्लाहकार श्री रामकलाजीलाई म विनम्र गर्छु। आयो तपतिको लग्यो तार मिठी पुग्यो तारे तर्दैन थियो जन्मपछि मृत्यु अनिवार्य हो। यो चाहिँ संसारकै नियम हो। वीरदाई 2010मा युके रेडिङमा आउनुभयो। त्यसपछि म उहाँदेखि निकै नजिकियो अनि हाम्रो उद्घोष भयो। अनि दाइले हाम्रो मगर समाज अनि लाउरी समाज रेडिङ गोर्खामा पनि आबद्ध हुनुहुन्छ, सदस्य हुनुहुन्छ। अनि उहाँले सधैँ चासो लिनुहुन्थ्यो, भाइ के हुँदैछ हाम्रो मगर समाज अनि लाउरे गोर्खा रेडिङ गोर्खामा भनेर हामीले सधैँ कुराकानी हुन्थ्यो। कुनै हामीले आर्थिक सहयोग सङ्कलन गर्दा पनि दाइले कहिले मिस गर्नु भएन अनि सधैँ हातखबर गर्नुहुन्थ्यो, खोज्नुहुन्थ्यो। अनि त्यसै क्रममा म उहाँको घर जाने बस्ने गफसप गर्ने हुन्थ्यो। अनि दाइ एकदमै हेल्पफुल है। अनि दाइ अनि बहिनीले हाम्रो जुन महाशिवरात्रि कार्यक्रम हुन्छ त्यहाँ चाहिँ महाशिवरात्रिमा हामीलाई चाहेन पर्ने जुन बुद्धि 12 भन्छ। अनि हामीलाई धन्य 500 वर्ष उहाँले 12 बनाएर हाम्रो महाशिवरात्रि कार्यक्रममा उहाँले सबै सदस्यहरूलाई बोलाउनुहुन्थ्यो। ले गर्दा हामीले एकदमै मिलनसार एकदमै राम्रो मान्छे असल सदस्य गुमाएका छौँ। के गर्ने, संसार यस्तै हो, यो चक्र हो, एक दिन सबै जानैपर्छ। गर्दा मैले एकदम छोटोमा सर्ट एन्ड स्विट दाइको जीवन कहानी पढेर सुनाउँछु। एकैछिनलाई धैर्य धारण गर्नु होला। स्वर्गीय वीरबहादुर खाम्चा दाइ 13 जनवरी 1961 सालमा पाल्पा जिल्लाको भराकटुङ गाउँमा जन्मिनु भएको थियो। फेब्रुअरी 1975 सालमा उहाँ श्रीमती टीका लक्ष्मी खाम्चासँग विवाह बन्धनमा बाँधिनु भएको थियो। त्यसपछि जनवरी 1979 सालमा भर्ती भई हङकङ टिटिबिजी रेडियो ट्रेनिङ सकेपछि उहाँ
जिटिआर अहिलेको क्युओजिएलआर भन्छ त्यहाँ उहाँ जोइन हुनुभएको थियो। उहाँहरूबाट 3 छोराहरू झपेन्द्र, विमल, रूपक भान्जाहरू हुनुहुन्छ र भान्जाहरू पनि सबै विवाह बन्धनमा बाँधिनु भएको छ। 3 बुहारीहरू असिता, यशोदा, निमा हुनुहुन्छ। साथै उहाँको 5 नातिनाहरू पनि हुनुहुन्छ। 14 वर्षको आर्मी करियर सकिएपछि मार्च 1993 मा उहाँ कपरल र्याङ्कमा पेन्सन जानुभएको थियो। सेकेन्ड करियरको सिलसिलामा उहाँ डिसेम्बर 1993 देखि जनवरी 2005 सालसम्म बुर्नाई जिआरओमा सेवा गर्नुभएको थियो। बुर्नाईदेखि अवकाश लिएपछि सपरिवार काठमाडौँ गल्फुटारमा स्थायी रूपमा बस्दै आउनुभएको थियो। मार्च 2010 सालमा उहाँ श्रीमती साथै कान्छी छोरा रूपकको साथ युकेआई रेलिङमै बस्दै आउनुभएको थियो। त्यसपछि 2 छोराहरू झपेन्द्र, विमल पनि युके आउनुभयो र सपरिवारको पुनः मिलन भयो। 26 डिसेम्बर 2025 साल अचानक बिमारले च्यापेपछि उहाँको परिवारले छोराहरूले रोयल बक्सा हस्पिटलमा लानुभयो। 2 हप्ताको उपचारपछि उहाँलाई डिस्चार्ज गरी घरमा लिएको थियो। घरमा लिएको 1 हप्तापछि 14 जनवरीको दिन उहाँको आफ्नो निवासमै 65 वर्षको उमेरमा निधन भएको थियो। स्वर्गीय वीर बहादुर खाम्चा दाईको आत्माको चिरशान्तिको कामना गर्दै तथा शोक संतप्त परिवार जनमा भगवानले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भन्ने प्रार्थनाको साथै हार्दिक संवेदना। थ्याङ्क यू। यसपछि स्वर्गीय वीरबहादुर खाम्चा ज्यूको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै 1 मिनट मौन धारण गर्नको लागि हजुरहरूलाई यथास्थानबाट उठिदिनुको लागि म विनम्र अनुरोध गर्दछु। मैले सुरु भन्न साथ सुरु आजको यस कार्यक्रममा आसन हुनुभएकी स्वर्गीय वीरबहादुर खाम्चाजीको राख्ने हाम्रा सदस्य टिका बस्ती खाम्चाज्यू, उहाँका सुपुत्र जवेन्द्र, विमल, रूपक र परिवारका अन्य सदस्यहरू, विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरू, विशिष्ट व्यक्तित्वहरू र आज स्वर्गीय वीरबहादुर खाम्चाजीको पार्थिव शरीरको अन्त्यमा देशका विभिन्न भूभागबाट पाल्नुभएका आदरणीय सम्पूर्ण सब यात्रीज्यूहरूमा
म मगरसङ युकेलिङ शाखाको अध्यक्ष र आजको यस आज कमिटीको अध्यक्षको शोभ रेगामीको तर्फदेखि यहाँ मान्य अभिभावकको साथै पुनः यहाँलाई हार्दिक स्वागत गर्दछु। बेलायतको अत्यन्त व्यस्तको बावजुद पनि आजको यस कार्यक्रममा गरिमामय सहभागिता जनाएर यहाँले पुर्याउनु भएको अमूल्य सहयोगप्रति मगरसङ युकेलिङ शाखा र आज कमिटीको तर्फदेखि यहाँलाई पुनः धन्यवाद व्यक्त गर्दै यहाँको साथ सहयोग सहकार्य र यो गरिमामय सहभागिताले हामीलाई यस दुःखद परिस्थितिबाट उन्मुक्ति प्राप्तिको लागि थप प्रेरणादायी बनेको महसुस हामी रहेका छौँ। स्वर्गीय वीरबहादुर थापाज्यू उहाँ एउटा असल व्यक्तित्व हुनुहुन्थ्यो। उहाँ असल श्रीमान, असल बाबा, असल बाजे, असल ससुरा र समाजको एउटा अत्यन्त महत्त्वपूर्ण अभिभावक हुनुहुन्थ्यो र उहाँले मगरसङ युकेलिङ शाखालाई दिएको अतुलनीय सहयोगप्रति हामी हृदयदेखि धन्यवाद व्यक्त गर्छौँ र उहाँको यो असामयिक हुनाले हामीलाई स्तब्ध बनाएको छ। यस दुःखद घडीमा उहाँप्रति गहिरो संवेदन व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्छु। त्यसै गरी उहाँको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवार र उहाँका आफन्तजनहरूमा कार्य धारण गर्न शक्ति मिलोस् भनी भगवानसँग प्रार्थना गर्दछौँ। र आजको यस कार्यक्रम गर्नको लागि मगरसङ युकेलिङ शाखालाई विश्वास गरेर एउटा अवसर दिनुभएकोमा उहाँहरूप्रति पनि हृदयदेखि धन्यवाद व्यक्त गर्दै म आजको यस कार्यक्रममा सफल बनाउन लागि प्रत्यक्ष र अप्रत्यक्षमा जसले सहभागी भएर सहयोग गर्नुभयो उहाँ सबैमा पुनः धन्यवाद व्यक्त गर्दै मेरो छोटो आजको संवेदना मन्तव्य यहाँ अन्त्य भएको जानकारी गराउन चाहन्छु। धन्यवाद। थ्याङ्क यू। यसपछि शोकाकुल परिवारको तर्फबाट आफ्नो छोटो मन्तव्य राखिदिनु हुनको लागि ज्येष्ठ सुपुत्र श्री जोगिन्द्र खाम्सेज्यूलाई अनुरोध गर्दछु। हाम्रो पूजनीय बाबा स्वर्गीय वीरबहादुर थापा खाम्चाज्यूको अन्त्येष्टि कार्यक्रममा उपस्थित हुनुभएका विभिन्न सङ्घ संस्थाका प्रतिनिधिज्यूहरू, अफिसर साहेबज्यूहरू, आफन्तजनज्यूहरू र अन्य उपस्थित आदरणीय महानुभावज्यूहरू तथा मेरा प्यारा दाजुभाइ दिदीबहिनी र साथीभाइहरू, यहाँहरूको व्यस्त समयको बावजुद पनि यस दुःखद घडीमा साथ हुने सम्पूर्ण मानवहरू, विभिन्न सङ्घ संस्था प्रतिनिधिज्यूहरू, कार्यक्रम कमिटीका महानुभावज्यूहरू, फ्युनरल डाइरेक्टर, भोलिन्टियर महानुभावहरू, फुड क्याटरिङका महानुभावज्यूहरू लगायत मगर एसोसिएसन युके रिडिङ ब्रान्चका सम्पूर्ण सदस्यहरूलाई मेरो पूजनीय आमा टिकालक्ष्मी खाम्चा लगायत सम्पूर्ण परिवारको तर्फदेखि यहाँहरूको अमूल्य सहयोगप्रति हार्दिक आभार प्रकट गर्दछु। यस कठिन परिस्थितिमा हजुरहरूले गर्नुभएको सहयोगले हाम्रो परिवारको लागि साथ र भरोसा अनि हिम्मत मिलेको छ र हजुरहरूको सहयोगलाई हाम्रो परिवारले सधैँ सम्झिरहनेछ। यस्तै दुःख सुख परिआएको अवस्थामा सम्भव भएसम्म हाम्रो परिवारको तर्फबाट पनि हजुर पनि सहयोग हुने नै छ भन्दै म पुनः एकपटक फेरि धन्यवाद दिँदै मेरो भनाइ यहीँ टुङ्ग्याउँछु। धन्यवाद। र यसपछि बुद्धिस्ट संस्कार अनुसार उहाँको अन्तिम कर्मकाण्ड गरिदिनु हुनको लागि सिनियर वापा श्री गजबीर थापाज्यू, सहयोगीहरू श्री खेम थापाज्यू, श्री चेत रेगामीज्यू,
टिमलाई म विनम्र अनुरोध गर्दछु। सर्वप्रथम यहाँ त्यस दुःखद घडीमा उपस्थित हुनुभएका सम्पूर्ण इष्टमित्रहरूमा शुभमङ्गलम र हामी तीर्थ गमन र पञ्चशील धारण गर्छौँ र यहाँहरूले चाहिँ यदि पञ्चशील धारण गर्नुहुन्छ भने गर्नुहोस् र यदि पञ्चशील धारण पञ्चशील खानुहुन्न भने चाहिँ सुनेर बस्नु होला। तर इमिडिएट फ्यामिली चाहिँ मैले भने पछि मेरो पछि भन्नु होला। हामीले सम्पूर्ण पूजा चाहिँ हामीले उता हलमा गरेर आइसक्यो। हामी चाहिँ यहाँ छोटो मात्रै हुन्छ। म सूत्रपाठ गर्छु। यो सूत्रपाठको दौडानमा चाहिँ साधु साधु र अनित्य अनात्मा भन्ने कुरो चाहिँ धेरै पटक आउँछ, दोहोरिन्छ र तपाईँहरूलाई चाहिँ जिज्ञासा लाग्न सक्छ यो साधु साधु भनेको के होला, यो अनित्य अनात्मा भनेको के होला भनेर चाहिँ जिज्ञासा आउन सक्छ। म चाहिँ सानो त्यो जिज्ञासा मेटाउँछु। साधु साधु भनेको चाहिँ यो पाली भाषा हो। अनि यो चाहिँ कस्तो अवस्थामा प्रयोग हुन्छ भनेपछि कसैले कुनै पनि कुरा राम्रो किसिमको कुरा गर्नुभयो भने हामीले त्यसमा कृतज्ञ भएर धन्यवाद अथवा चाहिँ तपाईँले भन्नुभएको कुरा सही छ भन्ने अर्थमा साधु साधु भनिन्छ। अनि अनित्य यो जीवन अनित्य भनेर चाहिँ के परिवर्तन भइरहने कुरालाई चाहिँ अनित्य भन्छ। अनि अनात्मा भनेको चाहिँ जुन कुरा हाम्रो परिवर्तन भइरहन्छ, जुन कुरा हाम्रो अधीनमा छैन त्यसलाई अनात्मा भन्छ। त्यसले गर्दाखेरि बुद्धले बताउनु भनेको चाहिँ हामी चाहिँ अनित्य अनात्मा है। त्यसले गर्दा तपाईँहरूले अलिकति पछि फुर्सदमा चिन्तन पनि गर्न सक्नुहुन्छ। त्यसले गर्दाखेरि अनित्य भनेको जुन कुरा बुढो हुनु मरेर जानु यो चाहिँ हाम्रो अधीनमा छैन। त्यसले गर्दा हामी अनित्य अनात्मा भन्छ होइन। यदि नित्य र आत्मा हुँदो हो त कहिले पनि बुढो पनि हुने थिएन, मर्ने पनि थिएन होइन। त्यसले गर्दा बुद्ध भगवानले भन्नुभएको चाहिँ अनित्य अनात्मा। ल म भन्छु अरहं सम्मा सम्बुद्धो बुद्धं नमस्सामि स्वागतो भगवता धम्मो धम्मं नमस्सामि सुपटिपन्नो भगवतो सावक संघो संघं नमस्सामि। हामी त्यो संगमन गर्छौँ। नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स। नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स। नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स। बुद्धं शरणं गच्छामि धम्मं शरणं गच्छामि संघं शरणं गच्छामि द्वितीयंपि बुद्धं शरणं गच्छामि धम्मं शरणं गच्छामि संघं शरणं गच्छामि तृतीयंपि बुद्धं शरणं गच्छामि धम्मं शरणं गच्छामि संघं शरणं गच्छामि। हामी पञ्चशील धारण गर्छौँ। म पाली भाषा मात्रै पढ्छु, तपाईँले पाली भाषा मात्रै पछि पछि भन्नुहोस् र त्यसको अर्थ चाहिँ म नेपालीमा बताइदिन्छु, त्यो चाहिँ भन्नु पर्दैन है। पाणातिपाता वैरमणि शिक्षापदं
समाधियामि। यसको अर्थ चाहिँ प्राणीअनुसार नगर्ने शिक्षापदलाई पालना गर्नेछु भने। अदिन्नदान वैरमणि शिक्षापदं समाधियामि। यो भनेको चाहिँ चोरी नगर्ने शिक्षापदलाई पालना गर्नेछु। कामेषु मिथ्याचार वैरमणि शिक्षापदं समाधियामि। यो भनेको चाहिँ पर स्त्री पर पुरुष बमन नगर्ने शिक्षापदलाई पालना गर्नेछु भने। मुसावाद वैरमणि शिक्षापदं समाधियामि। यो चाहिँ झुटो नगर्ने शिक्षापदलाई पालना गर्नेछु भने। सुरामेरै मज्जा अमरठाना वैरमणि शिक्षापदं समाधियामि। भनेको मादक पदार्थ सेवन नगर्ने शिक्षापदलाई पालना गर्नेछु भनेको। इदं मे शीलं आसवखया वहं भूतु इदं मे पुण्यं निब्बानस्य पचयो भूतु इदं मे पुण्यं सब्बे सत्ता अनुमोदन्तु सुखिता भवन्तु। सबैले 3 पटक साधु साधु भन्ने। साधु साधु साधु। अझै म सानो सूत्र थोरै सूत्र पढ्छु सुनेर मात्रै बस्नु। नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स। नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स। नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स। समन्त चक्रवालेषु अत्र गच्छन्तु देवता सद्धम्म मणिरजस्स शृण्वन्तु शब्दमुखतं। धम्म श्रवण कालो अयं भदन्त। धम्म श्रवण कालो अयं भदन्त। धम्म श्रवण कालो अयं भदन्त। ये सन्त सन्त चित्ताति शरण शरणायत्त रूपान्तरि भूमा 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 च देव गुण गणः गणः रागाय भट्ट सत्वं कालं एके अयन्ति देवावा अनाथमय। मेरो राजे वसन्तु सन्तु सन्तोषं भूतु मुनिवर वचनं श्रुतु मग्ध समग्र सभ्य शिक्षकवादेषु यख देवा च ब्रह्माणो यं अम्यहि तत्तं पुण्य सब्ब सम्पत्ति साधकं सभ्यतम अनुमोदित समग्र शासनरत अनागरहित हन्तु अरखासु विशेषतो शसनस्य च लोकस्य बुद्धि भवतु सर्वदा। शसनं च लोकं च देवा रक्षन्तु सर्वदा। सद्य हन्तु सुखी सभ्यैः परिवारैः अतनु अनिगसमान हन्तु सह सभ्यैर्यान्तिभिः। रजतो वा चरतो वा मनसत्तो वा अमनसत्तो वा अगितो वा उद्धकत्तो वा पिचासत्तो वा खाण्डुकत्तो वा कन्तकत्तो वा नखतो वा जनपदरोगतो वा असद्धमतो वा असञ्जिच्छितो वा असपुरीसत्तो वा चण्डहत्ति अस मेघगौड कुकुर अधिविषिक मणिसप्पदीपी अक्षतरच्छ सुकर महिंस यक्षा रक्षसादिः नाना भयतो वा नाना रगतो वा नाना उपदवत्तो वा अरक्षं गणहन्तु। एतेन सच्चवजेन सुतिथि होतु सर्वदा। एतेन सच्चवजेन सुतिथि होतु सर्वदा। एतेन सच्चवजेन सुतिथि होतु सर्वदा। साधु साधु साधु। इति पेशो भगवा अरहं सम्मा सम्बुद्धो विचाचरण सपनो सुगतो लोकविदो अनुत्तरो पुरेश धम्म सारथि सत्य देव मनुषानं बुद्धो भगवती स्वहतो भगवता धम्मो सदीक्षिको अकालिको यही पश्चिको वनिको पश्चातं वेदितव्यो पुण्योति। सुपटिपन्नो भगवतो सावक संगो पूजपटिपन्नो भगवतो सावक संगो यायापटिपन्नो भगवतो सावक संगो सामाजिपटिपन्नो भगवतो सावक संगो
यदिदं चत्तारि पुरुष युगानि अट्ठ पुरुष पुगल यस भगवत सावक संग आहुन्यो पावन्यो दक्षिण्यो अञ्जलि करणीयो अन्तरं पुण्यक्षेत्रं लोकासति एतेन सत्सवजेन सुतिथि होतु सर्वदा एतेन सत्सवजेन सुतिथि होतु सर्वदा एतेन सत्सवजेन सुतिथि होतु सर्वदा साधु 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 नमामि बुद्धं गुणसागरतं सदा सत्ता सदा भवतु सुखी अबेरा कायो जिकुत्सु सबलो दुबन्धु गच्छन्ति सब्बे मरणं हन्त नमामि धम्मं सुगतेन देशितं सत्ता सदा भवतु सुखी अबेरा कायो जिकुत्सु सबलो दुबन्धु गच्छन्ति सब्बे मरणं हन्त नमामि धम्मं नमामि संघं मुनिराज साधकं सत्ता सदा भवतु सुखी अबेरा काये जिगुत्सु सकलो दुबन्धु गच्छन्ति सब्बे मरणं हन्त एतेन सत्सवचेन सुतिथि होतु सर्वदा एतेन सत्सवचेन सुतिथि होतु सर्वदा एतेन सत्सवचेन सुतिथि होतु सर्वदा सभ्य संखार अनिचाति यदा पन्य पश्यति अर्थ निविन्दति दुःखी यस मग्ध विशुद्धिया सबै संस्कार अनित्य हुन् भनी प्रज्ञाले बोध भएपछि त्यस्ता पुरुषलाई संसारप्रति वैराग्य उठ्छ यही नै विशुद्धि मार्ग सभ्य धम्म दुःखाति यदा पन्य पश्यति अर्थ निविन्दति दुःखी यस मग्ध विशुद्धिया सबै दुःखका कारण अनित्य हुन् भनी प्रज्ञाले बोध भएपछि त्यस्ता पुरुषलाई संसारप्रति वैराग्य उठ्छ यही नै विशुद्धि मार्ग सभ्य धम्म अनत्ताति यदा पन्य पश्यति अर्थ निविन्दति दुःखी यस मग्ध विशुद्धिया सबै धर्म अनात्माहरू अनित्य हुन् भनी प्रज्ञाले बोध भएपछि त्यस्ता पुरुषलाई संसारप्रति वैराग्य उठ्छ यही नै विशुद्धि मार्ग हो साधु 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 इमिडिएट खानले फुल चढाउने यसपछि उहाँको अन्तिम विदाय गर्नुभन्दा पहिला उहाँको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गरिदिनुको लागि म सबैजनालाई अनुरोध गर्छु सर्वप्रथम फ्यामिली टिका लक्ष्मी खाम्चा लगायत सम्पूर्ण छोरा परिवार छोरा बुहारी सबै एकष्ट रूपमा आएर फुल चढाउनु म विनम्र अनुरोध गर्दछु हामीसँग समय अलिक छोटो भएको हुनाले छिटो र त्यसपछि म सङ्घ संस्थाका प्रतिनिधिहरूलाई बोलाउन गइरहेको छु सङ्घ संस्थाका प्रतिनिधिहरूलाई बोलाउन गइरहेको छु नगर सङ्घ युके रेडिङ शाखाबाट चेयरम्यान
Om